यता जानु यता यता ल जाऊ ओके उहाँ परबाट हेर्नुपर्छ उहाँ परबाट ल लिनु हामी चाहिँ आज पार्कमा घुम्न आएको मेरो सानो मेरो राम्रो छिटो हिँड्नु के भला नानी गाडी हिँडेन त के भयो नानी हामी चाहिँ यसो नानीलाई घुमाउनु पार्कमा आमा छोरा घुम्दैछौँ छोरा गाडी चाहिँ यस्तो यो बाटोमा हिँड्दै हिँडेन हो एल्भिन कहाँ गएको नानी ओके लु हिँड्नु यस्तो धेरै हरियाली छ सिस्नोले पल्लाई छोरो ठ्याक्कै वन जङ्गलहरू चाहिँ नेपाल जस्तै छ छुटाउने गाह्रो सिस्नो पनि पाउँछ उहाँ नदीमा जान्छ जङ्गल यहाँ पानीमा खेलिरहेको के हो एल्भिन के रहेछ हौ के रहेछ नानी किरा होइन हौ जङ्गली हाँस हो के हो नानी के रहेछ हौ त्यो पस्नु हुँदैन है पानीमा मेरो छोराले चाहिँ हाँसलाई किरा भन्दै झटेर हानिरहेको छ डान्स गरिदेऊ न एल्भिन स्कुलमा चाहिँ डान्स सिकाउँछ ला उडेर गयो त एल्भिन छ अझै झर्छ है पानीमा झर्छ है छोरा एल्भिन हेर्नु यहाँ मान्छेले कराउलाई एल्भिन यहाँ मान्छेले कराउँदैछ है मेरो छोराले मसँग कुरा गरेको अरे केटाकेटीसँग हिँड्दा रमाइलो हुन्छ केटाकेटीको तोते कुराहरू तोते बोली सुन्न कति मजा आउँछ एल्भिन हिरो पानीमा लड्यो म जान्दिनँ है पानीमा लडिन्छ हजुर भन्नुपर्छ हौ लाहो झर्छ है पानीमा झर्छ है घरमा आइप्याड खेलाएर बस्नुभन्दा चाहिँ नि यसरी बाहिर घुमाउनु ल्याउँदाखेरि नानीहरू पनि फ्रेस हुन्छ अनि आइप्याड फोनबाट नि नानीहरू टाढा जान्छ हुँदैन त्यसो गर्नु हुँदैन एल्भिन त्यसो गर्नु हुँदैन